हेलो गाइस, नमस्ते सबैलाई। तपाईँहरू संसारको जुनै कुनाबाट हेरिरहनु भएको छ। यतिखेर म दक्षिण कोरियाको छेजुदो टापुबाट उदो टापु जाने क्रममा पानी जहाजमा चढ्न लागिरहेको भिडियो कैद गरिरहेको छु। तपाईँहरू सबैले हाम्रो यस च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। तपाईँको एक सब्सक्राइब, लाइक, कमेन्ट, सेयरले अझ प्रोत्साहन मिल्छ हामीलाई यस्तै यस्तै भिडियो अपलोड गर्नको लागि। देख्न सक्छौँ कति ठुलो पानी जहाज रहेको छ, जहाँ सवारी साधनहरू र मान्छेहरू चढिरहेका छन्। हामी पनि माथि जान लागिरहेका छौँ। मौसमले पनि एकदमै साथ दिएको छ है आज। धेरै गर्मी पनि होइन, ठिक्क भएको छ। घाम पनि त्यति साह्रो धेरै चर्किएको छैन। हेर्नुहोस् त, पुरै एउटा पार्किङ एरिया जस्तो तल सवारी साधन राख्नको लागि छुट्टै स्पेस। कति राम्रो 3 तलाको रहेको छ है यो चाहिँ। पहिलो तलामा यसरी सवारी साधन अनि मान्छेहरू पनि बस्न मिल्ने सानो रुम पनि रहेको छ भित्रपट्टि। त्यस्तै माथिल्लो दोस्रो तलामा चाहिँ जुत्ता फुकालेर आरामले सुतेर हुन्छ कि बसेर हुन्छ कि कसरी हुन्छ, आफूलाई जसरी कम्फर्टेबल हुन्छ त्यसरी बस्नको लागि सुविधा रहेको छ भित्र यसरी। त्यस्तै यहाँ शौचालयको पनि व्यवस्था यहीँ भित्र रहेको छ। यस्तो राम्रो सुविधा रहेको छ। शौचालय, बाथरुम, टोइलेट सबै यस्तो राम्रो। त्यसपछि हामी चाहिँ माथि टप स्टेपमा जाँदैछौँ है, जहाँबाट चाहिँ एकदमै सुविधा गर्नुको लागि धेरै राम्रो भिडियोमा भयो त। यस्तै आसपास लाग्छ। छेजुबाट उदो जाने समय। अब हामी चढ्दैछौँ है जहाजबाट। जहाजबाट हामी चढ्दैछौँ। गाडीहरू सबै सवारी सबै पठाइन्छ अनि अन्तमा मान्छेलाई लाइनमा गएर सिस्टमेटिक तरिका सबै सवारी साधन
जहाजकै स्पेस है। यो चाहिँ छुट्टै टापु हो, बिचमा समुद्र रहेको छ, त्यही भएर छिजु टापुबाट यहाँ जानको लागि जहाज चढ्नु परेको। यही जहाज हो है हामी आएको। अब चाहिँ हामी हिँड्दैछौँ, अगाडि बढ्दैछौँ, हल्का घाम पनि लागिरहेको छ। अब हामी हिँड्दै अगाडि बढ्दैछौँ। यहाँ भ्रमण गर्नुको लागि चाहिँ साइकल, विशेष साइकल चढिँदो रहेछ। साइकल चाहिँ कस्तो भने इलेक्ट्रिक साइकल है, अलिकति पैदल मारेपछि साइकल चाहिँ कुद्छ। अब त्यो साइकल हामी डिग्यौँ त्यहाँ आफ्नो आइडी कार्ड लिएर। लगभग एउटा साइकलको नेपाली 2000 जस्तो पर्ने रहेछ भाडामा। हामी साइकल 3 जना थियौँ, 3टा साइकल लिएर अगाडि बढ्दैछौँ। यो चाहिँ साइकल चढ्दै अनि समुद्र वरिपरिबाट खिचिएको दृश्यहरू हुन्। समुद्रको किनारा हुँदै हामी साइकलमा यात्रा गर्दैछौँ। उताबाट एउटा जहाज आइरहेको छ, हामी देख्न सक्छौँ। हेर्नुहोस् त कस्तो रमाइलो, वाउ खतरा छ त। त्यो जहाज सानो खालको जहाज रहेको छ। त्यो ढुङ्गाले बनाएको जुन छाल हेर्नुहोस् न, कति रमाइलो, एउटै गतिमा गइरहेको। हामी अगाडि बढ्दैछौँ। यो चाहिँ साइकल चढ्दै गर्दाखेरि खिचिएको भिडियो हो। 3 जना गइरहेका थियौँ। एकजना भाइ अगाडि छ, बिचमा म छु, त्यस पछाडि अर्को भाइ पछाडि छ। हामी यसरी अगाडि बढिरहेका छौँ। कति आनन्दको मौसम पनि रहेको छ। अहिले चाहिँ 2 जना भाइहरू अगाडि रहेछन्, म पछाडि छु। हामी अगाडि बढ्दैछौँ। तर यो साइकल चाहिँ एकदमै मजाको छ है। एकचोटि पैदल मारेपछि कस्तो मजाले आफ्नै गतिमा कुदिरहेको हुन्छ। ब्याट्रीबाट चल्ने भएकाले एकदमै आनन्दित छ है। स्पिड बढाउनु पऱ्यो भने पैदल मारे पुग्छ। त्यस्तो धेरै गाह्रो पनि हुँदैन। अब हामी एकछिन रोकिँदैछौँ, फोटो खिच्दैछौँ, वरिपरिको दृश्य कैद गर्दैछौँ। वाउ समुद्रको छाल, पानीको फोकाहरू हेर्नुहोस् त कस्तो रमाइलो। अब हामी अगाडि बढ्यौँ। यो चाहिँ पुरानो गाउँको एउटा टापु जहाँ एकदमै पर्यटकहरू घुम्नको लागि आउने गर्दछन्। छिजु आउँदा एकदमै छुटाउनै नहुने ठाउँमध्ये उदो टापु पनि एउटा रहेको छ, जहाँ साइक्लिङ गर्दै वरिपरिको दृश्यहरू हामी कैद गर्न सक्छौँ। विशेष गरी एकदमै साइकल, इलेक्ट्रिक साइकलहरू धेरै चढिँदो रहेछ यहाँ। बाइक गाडीमा पनि यात्रा गरिन्छ, नगरिने होइन, तर विशेष साइकल नै यहाँको मेन पहिचान रहेको छ है यो ठाउँको लागि घुम्न। हामी सानोमा यस्तो ढुङ्गा राखेर खेल्थ्यौँ नि, ठ्याक्कै त्यसको याद आयो यहाँ पुगेपछि। कस्तो राम्रो वाउ। अति नै सफा के, कति क्लिन रहेको छ यहाँको वातावरण। वास्तवमा पर्यटनको लागि एकदमै यतिगति गरिनुपर्छ है। त्यत्तिकै पर्यटक कहाँ भित्रिन्छन्, त्यत्तिकै देश कसरी विकसित हुन्छ। यहाँको वातावरण कति सफा छ। बस सफा भयो भने पनि धेरै कुरामा प्रभाव पर्छ। विकास भनेको आफ्नो ठाउँमा छ, तर पहिलो प्राथमिकता भनेको सरसफाइ हुनु पर्यो कि।
जुन कुरा चाहिँ जापान कोरिया जस्ता विकसित देशहरूमा एकदमै सरसफाइमा धेरै ध्यान दिइन्छ। मानिसको लागि नै स्वास्थ्य सबभन्दा ठुलो कुरा हो, त्यसैले सरसफाइ एकदमै मोस्ट इम्पोर्टेन्ट छ है। लगभग 25-30-40सम्मको स्पिडमा हामी कुद्न सक्छौँ इलेक्ट्रिक साइकलमा। उकालो पनि एकदमै मजाले जाने रहेछ, त्यस्तो गाह्रो हुन्न है। समुद्रको किनारै किनार कस्तो रमाइलो मजाको दृश्य हेर्नुहोस् त। खेतबारी पनि कस्तो आधुनिक तरिकाले खेती गरिएको, ट्र्याक्टरले यहाँ जोतिरहेको दृश्य मैले कैद गरिरहेको छु। हाम्रो नेपालमा चाहिँ सानो ट्र्याक्टरले विशेष जोतेको देखेको थिएँ मैले, तर यहाँ चाहिँ यस्तो ट्र्याक्टरले जोतिँदो रहेछ। हुन त अहिले हाम्रो नेपालमा नि कति आधुनिकीकरण भइसकेको छ। आधुनिकीकरण भएसँगै विभिन्न औजारहरूको विकास त भइसक्यो, तर पनि यहाँ अझै धेरै विकसित छ है हरेक कुरामा। हामी चाहिँ यस्तो जङ्गलको बाटो हुँदै हुँदै पनि अगाडि बढ्दैछौँ। यहाँ चाहिँ अलिक हल्का ओह्रालो ओह्रालो रहेछ। कहिलेकाहीँ यसरी छुट्टीको बेलामा घुम्नुको पनि छुट्टै आनन्द हुन्छ है। वाउ, कस्तो रमाइलो। हामी चाहिँ एकदम अगाडि बढ्दैछौँ। तर घुमेर भ्याइँदैन, यहाँ धेरै ठाउँहरू छन्। हामी दिउँसभरि घुमिरहेका छौँ। गाउँको वातावरण पनि कति रमाइलो छ हेर्नुहोस् त। वाउ, कति सफा छ क्या, अरूभन्दा त्यस्तै हो। अरू भनेको चाहिँ त्यस्तै हो, तर सफा चाहिँ एकदमै सफा छ। घरहरू पनि पुरानो पहिलाको घरहरू भए पनि आधुनिक डिजाइनमा त्यसलाई मर्मत गरिएर हेर कस्तो राम्रो बनाएको। फोहोर फाल्ने ठाउँ है यो चाहिँ, कस्तो राम्रो छ कि व्यवस्थित। म चाहिँ पुरै मोबाइल हातमा लिएर एउटा हातले चाहिँ साइकल कुदाइरहेको छु है। अब यहाँबाट हामी देब्रेतिर जाँदैछौँ। हामी देख्न सक्छौँ यहाँतिरको चाहिँ कस्तो भने खेतबारीमै पुरै गाडी जाने सुविधा हुन्छ है। भित्रसम्म गाडी पुग्छ। त्यहाँ भएको त्यहाँ उत्पादन गरिएको सब्जी तरकारीहरू चाहिँ गाडीमा त्यहीँबाट लोड गर्न सकिन्छ भनेर त्यो सुविधा दिएर खेतसम्म पुग्ने बाटो बनाइएको हुन्छ। हामी यहाँबाट अझै अगाडि बढ्दैछौँ।
यहाँबाट अलिकति ओह्रालो लागेपछि हामी फेरि अलिकति उकालो जाने क्रममा रहेका छौँ। देख्न सक्छौँ हामी यहाँको दृश्य एकदमै रमाइलो रहेको छ। समुद्रको छेउमै पुग्दैछौँ हामी फेरि। खेतबारी गाउँको दृश्य हुँदै अब समुद्रको किनारै किनार हामी उकालो लाग्दैछौँ। समुद्रमा भएको छालहरू कति आनन्दको छ हेर्नुहोस् त। वाउ, मनोरम दृश्य। यी दृश्यहरूलाई कैद गर्दै हामी अगाडि बढिरहेका छौँ, उकालो लागिरहेका छौँ। यहाँबाट अलिकति माथि देखिने डाँडाको दृश्य हेर्नुहोस् त। वाउ, उताबाट जहाज आउँदैछ। यहाँ पनि त्यहाँ एउटा रोकिरहेको जहाज छ। कति रमाइलो। माथि डाँडा झन् कस्तो आनन्दको छ हेर्नुहोस् त। वाउ, अब हामी अलिकति माथि पुग्यौँ है। माथि हाइकिङ गर्दै जाँदैछौँ हामी। अघि देखिएको त्यो समुद्रको छालबाट अलि माथिको डाँडामा हामी गएका छौँ। हामी कस्तो आनन्दको ठाउँ बनाइएको छ। यस्तो डाँडा काँडा भए पनि मान्छेहरूको लागि कस्तो आनन्दको सुविधाजनक बाटो बनाइएको हेर्नुहोस् त। लेक जस्तो महसुस हुन्छ यहाँ पुगेपछि। घोडाहरू चरिरहेका छन्। बाटोलाई चाहिँ मान्नुपर्छ कि कस्तो विकसित देश भनेको विकसित नै रहेछ कि। पहिलो कुरा जनता एकदमै शिक्षित हुनु पर्यो। जनता नै आफू एकदमै अग्रसर हुनु पर्यो। सरकारको मात्र मुख ताक्ने भन्दा पनि जनता आफै एकदमै शिक्षित हुनु पर्यो। जनता नै जागरुक हुनु पर्यो। अनि जनता आफूबाटै सुरुवात गर्नु पर्यो हरेक कुराहरू। तब मात्र देश चाहिँ विकास हुनको लागि सरकारलाई पनि सहयोग पुग्छ। सरकारले पनि त्यही अनुसार अगाडि बढ्न सक्छ। हल्का हुस्सु पनि लागिरहेको छ माथि। अब हामी बिस्तारै हिँड्दै हिँड्दै माथि जाँदैछौँ। कति आनन्दको ठाउँ। यही हो अघि हामीले तलबाट हामीले खिचेको डाँडाको माथि हामी रहेका छौँ भने तल जहाजहरू आइरहेको समुद्र छाल भएको दृश्य चाहिँ तल रहेको छ। माथि डाँडाबाट चाहिँ तलको सबै दृश्यहरू हामी देख्न सक्छौँ। समग्र तलको दृश्यहरू हामी हेरिरहेका छौँ यहाँबाट। माथि लेक जस्तो महसुस हुन्छ। बस्नको लागि आरामदायी ठाउँ पनि बनाइएको छ। निलो समुद्र अनि माथि
नीलो आकाशको सङ्गम हेर्नुहोस् त। वाउ, जुम गरेर हेर्दा त झमै कति रमाइलो। माथि यो जाने बाटो रहेको छ, यहाँबाट माथि हाइकिङ गर्दै उकालो लाग्दै जाने ठाउँ। हल्का माथि हुस्सु लागेको छ, त्यस्तै बतास पनि चलिरहेको छ। चिसो चिसो हावाले भने जस्तै रहेछ त, खतरा रहेछ त। कहाँबाट जाने रहेछ? हामी जाँदैछौँ माथि अब उकालो लागेर। उकालो लाग्दै गर्ने क्रममा माथिबाट तल खिचिएको यो दृश्य हो। हाइकिङ हाइकिङ यसरी उकालो लागेर फेरि हामी तलतिर झर्दैछौँ ओह्रालो। हामी झर्दैछौँ है ओह्रालो छौँ हामी हाइकिङ। कता कता नेपालको डाँडा काँडाबाट ओह्रालो झरेको महसुस भइरहेको छ है यतिखेर। फोटो पनि खिच्यौँ। यसरी ओह्रालो झर्ने क्रममा हामी तल लगभग 8-10 मिनट तल झरे पछाडि अलिसम्म ठाउँ आउँछ जहाँ घोडाहरू पनि चढ्दा रहेछन्। यसरी कस्तो रमाइलो। टोयलेटको पनि कस्तो राम्रो व्यवस्था गरिएको हेर्नुहोस्। त्यस्तो जङ्गलमा पनि कस्तो राम्रो सुविधा सम्पन्न टोयलेट। महिला पुरुष दुवैको लागि शौचालयको पनि यसरी व्यवस्था गरिएको छ, हामी देख्न सक्छौँ। कस्तो राम्रो। त्यसपछि हामी यो सानो पानी जहाज चल्ने ठाउँमा पुगेका छौँ। तर्खरमा रहेका छौँ है। धेरै बेर पर्यो यहाँ, लगभग 15-20 मिनटभन्दा बढी, आधी घन्टा जस्तै वेट गऱ्यो होला त्यो चढ्नको लागि चाहिँ लाइन बसेर। त्यो गर्नुभन्दा अगाडि हामी यसो भिडियो खिच्ने गऱ्यौँ र लाइनमा बस्यौँ। त्यसपछि लाइनमा बस्यौँ, पालो कहिले आउँछ भन्दै पालो आउन लाग्यो। हामी जाँदैछौँ। यो ग्रुप गए पछाडि हाम्रो पालो आउँछ। यसरी घुम्ने क्रम पनि रमाइलो भयो। यसरी 10-15 मिनट घुम्न पाइन्छ सानो जहाजमा। 10-15 मिनट घुमेर 2500 रुपियाँदेखि पैसा। यसरी एक टोलीसँग घुमेर फर्किँदैछन्। नजिकैको भएको रहेछ त्यसले घुमेर यसरी फर्किसकेका छन्। एकचोटि अब हामी पनि चढाएको चाहिँ डर लाग्दो हल्लाउने रहेछ कि। अनि ढाडको प्रब्लम हुनेहरू, कम्मर दुख्नेहरू चाहिँ पछाडि बस्नु भनेर भनिरहेको थियो। म चाहिँ पछाडि बसेँ, भाइहरू अगाडि बसिरहेका छन्।
एउटा गुफा जस्तो रहेछ त्यहाँ देखाउन लाने रहेछ। त्यहाँ अहिले अर्को गएको छ, त्यही भएर वेट गरिरहेको छौँ हामी यहाँ। राखेको बेलामा चाहिँ अलि हल्लिँदैन धेरै। यसरी वेट गरिरहेको छौँ। अब हामी जान्छौँ। उताबाट आयो त्यो जहाज आए पछाडि हाम्रो मिनी जहाज त्यहाँ प्रवेश गर्छ। फोटो खिच्ने मान्छेहरूलाई यहाँको चालकले फोटो पनि खिचिदिनुहुन्छ। जेजुदो एक पर्यटकीय सहर हो र जेजुबाट कुदो जाने पर्यटकहरू पनि हेर्दै हुन्छन्। यस्तो रहेछ है गुफाभित्र अलिकति भित्र जान मिल्दो रहेछ, धेरै टाढा पनि छैन। रहेछ त्यहाँभित्रको दृश्यहरू खिच्नु भनेर मान्छेहरू रमाइरहेका छन्। अब हामी झर्ने बेला भयो। झरेर यसरी हिँड्दै हामी माथि आउँदैछौँ। हाम्रो साइकल चाहिँ यहाँ माथि राखेका छौँ हामीले। अब साइकल चढेर फेरि हामी समुद्रको किनार हुँदै फेरि ठुलो जहाज चढेर हामी बस्ने ठाउँ छेजुतर्फ हामी अगाडि बढिरहेका छौँ। बाटोका दृश्यहरूलाई पनि हामीले खिच्दै अगाडि बढिरहेका छौँ। हेर्नुहोस् त कस्तो राम्रो ठाउँ। वाउ, धेरै राम्रो ठाउँ रहेको छ। छेजुतो आउनुभयो भने तपाईँहरू यो उतो टापुमा पनि अवश्य घुम्नको लागि जानुहोला। पर्यटकीय क्षेत्रमध्ये एकदमै उत्कृष्ट ठाउँ रहेको छ। अब हामी फर्किने पथमा जहाज चढिसक्यौँ। फेरि पनि दृश्यहरू भिडियो खिच्दै हामी अगाडि बढिरहेका छौँ। अर्को जहाज पनि यता लागेको छ। हाम्रो जहाज अब अगाडि बढ्ने क्रममा रहेको छ। छेजुली जाने क्रममा रहेको छ। यो चाहिँ बेलुकाको लगभग अन्तिम जहाज हो है।